पुरै त्रिशुली आमा लाइभ लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो, पुरा चाइनाको ड्याम फुटेर आएर छ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको, ड्याम फुटेर आएको। यो घर गयो यो। ल ल त्रिशुली बजारै गयो यार। ल गयो यार। ओ यता 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 आऊ, यता आऊ, यता यता आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ, टाढा। यो पुरै ल घरहरू जम्मै गयो। ल ओ नाटक दिदी मैले नाटक गरेको हजुर हजुर। रसुवा त जस्तै बनायो नि, बेद्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू, स्याब्रुको सबै घरहरू गयो, स्याब्रु बेसी बजार गयो, सबै गयो। साँच्ची नै हो भनेको हजुर, सबै गयो, सबै गयो, केही बाँकी छैन। बेद्रावती बजार माथि खोलो हिँडिरहेको छ। आइसक्यो भने यहाँ लम्बै पोहोर आइसक्यो, उहाँ त्यो माथिको त्रिशुलीको आइसक्यो, माथिको उहाँ त्यो मेरो हात खुट्टा कामिरहेको छ दिदी, एकछिनमा के बोल्न सकिरहेको छैन। त्यो भाइले हजुर घरतिर आयो, दिदी आयो, लाउन आयो भने आयो। हेलो ड्युटी चलेन, लाइभ दिन्छ न हेलो को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार। उहाँ बेद्रा त्रिशुली बजार सब छोपिसक्यो। के फुटेको यो ड्याम? चाइनाको बाढी, चाइनाबाट माथिबाट पानी ठुलो पर्यो। हामी त्यही कुरा गर्दै थियौँ त रातभरि पानी हिजो। चौकी सौकी त्यो अहिले सबै सबै घर तपाईँहरू आयो, बजार चौकी सौकी सबै घर। केही पनि छैन, यही त हो नि चौकी। के थाहा भन्नलाई झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त। त्यो हामी बेद्रावती अघि आएको देखेको केही पनि केही पनि छैन। छैन हजुर। तपाईँको चेक पोस्टहरू त सबै अनि अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त? क्षति भयो है। अब गाडी कति आएको थियो आज? गोसाइकुण्ड जाने गाडी कति आएको? सबै गयो।